हेलो गाइस, आज चाहिँ मेरो लागि एकदमै स्पेसल डे हो। आज चाहिँ म रेडी भएर कतै जान लागेको हो। गेस वाट म कता गइरहेको छु होला। एक्चुअली आज चाहिँ मेरो एडमिसनको लागि म गइरहेको छु। कता भन्दाखेरि चाहिँ धुलेखेल। धुलेखेलमा कुन कलेज भन्दाखेरि चाहिँ केएसएमएस, फ्याकल्टी भन्दाखेरि चाहिँ पिडिएस। अनि यो दिनको लागि म एकदमै वेट गरिरहेको थिएँ एन्ड फाइनली यो दिन चाहिँ आइसकेको छ। अनि यो भ्लगमा चाहिँ स्पेसली म के भन्न चाहन्छु भन्दाखेरि हामी चाहिँ कसरी काठमाडौँदेखि धुलिखेल चौकोट काभ्रेसम्म पुग्ने होइन। अनि त्यही भएर म स्पेसली यो भ्लग सुट गरिरहेको छु। यो चाहिँ अलि इन्फर्मेटिभ होस् भन्ने पर्सपेक्टिभबाट होइन। सो फर्स्टमा चाहिँ हामी बिहानको सबै खानाहरू खाएर 8:30 बजी निस्क्यौँ। अनि म चाहिँ बल्खुमा बस्छु। सो बल्खुको बस स्टपमा गएर मैले चाहिँ महानगर यातायात समातेँ। अनि महानगरदेखि चाहिँ म कोटेश्वर झर्नेवाला छु होइन। अनि आज चाहिँ एकदमै घाम लागिरहेको छ। अनि हामी चाहिँ एकदमै स्मुथली गइरहेछौँ होइन, त्यति जामहरू चाहिँ थिएन महानगरदेखि कोटेश्वर जाँदा। अनि रमाइलो भन्नाले आरामले बसेर म चाहिँ अलि वरिड थिएँ कि ढिला भयो भने के हुन्छ भनेर होइन। तर ढिला त भयो, तर सबै काम चाहिँ राम्ररी नै सकिन्छ होप गर्दै गएका थियौँ। यता भिडियोमा त गाडीहरू चलिरहेको भ्यूहरू आइरहेको होला, तर मेरो माइन्डमा चाहिँ जस्ट कलेजको थट्सहरू आइरहेको थियो, इमेजिनेसनहरू आइरहेको थियो। म पनि फर्स्ट टाइम नै कलेज भिजिट गर्न लागेको थियो। मलाई पनि केही पनि थाहा थिएन, खोइ कस्तो होला, कति ठुलो होला कि सानो होला, कस्तो होला। हुन त भ्लगहरूमा भिडियोहरूमा देखाइरहेको हुन्छ, तर पनि आफ्नो मनको इमेजिनेसनहरू र अरू उत्सुकताहरू चाहिँ मनमा खेलाइरहेको थिएँ होइन। अनि फाइनली हामी गाडीबाट झऱ्यौँ। अनि त्यहाँबाट चाहिँ हामी कोटेश्वरबाट चाहिँ हामी मयूर यातायात समात्नु पर्ने थियो। अनि हामी चाहिँ मयूर यातायात खोज्दै थियौँ। अनि तर हामीले पाएन होइन। अनि हामीले चाहिँ एउटा गाडीले धुलिखेल भनिरहेको थियो। अनि हामी त्यसमै चढ्यौँ। अनि त्यसपछि चाहिँ हामी पुग्छौँ आरामले भनेर सोचेर बसिरहेको थियौँ। तर यो गाडी चाहिँ अति नै रोकिरहेको थियो। लोकल गाडीले अति नै रोकिरहेको थियो। हरेक स्टपमा मान्छे कोच्याउनै पर्ने जस्तो भइसकेको थियो। हुन त नि यताको प्रायः लोकल बसहरूमा त्यस्तै हुन्छ, बट हुन्छ नि यसले चाहिँ अति लेट गराइसकेको थियो कि। अनि बाटोमा हामीले साङ्गा हुँदै गयौँ। अनि एकजना प्यासेन्जर एकदमै रिसाइसक्नु भएको थियो है। अनि एउटा फनी इन्सिडेन्ट भन्दाखेरि चाहिँ त्यो कोटेश्वरबाट झर्दाखेरि म मोबाइल चलाएर रेकर्ड गरिरहेको थिएँ। अनि त्यो ड्राइभर दाइले मलाई मोबाइल नचलाउ न भनेर भन्नुभएको थियो है। अनि पछि हाम्रो चाहिँ बस स्टप आयो। त्यो चाहिँ धुलिखेल हस्पिटलतिर झऱ्यो होइन, त्यहाँको बस स्टपतिर। अनि धुलिखेल हस्पिटलतिर गयौँ। अनि मलाई लागिरहेको थियो कि धुलिखेल हस्पिटल र धुलिखेल चौकोट हुन्छ नि लाइक 5 to 10 मिनट्सको डिस्टेन्समा होला। बट त्यो चाहिँ धुलिखेल चौकोट र धुलिखेल हस्पिटल त 6-7 किलोमिटर्सले फरक रहेछ क्या, टाढा रहेछन्। अनि हामी धुलिखेल हस्पिटलको बाटोमा गयौँ। अनि त्यहाँको गाडीले भने होइन त्यहाँदेखि चाहिँ गाडी समातेरै जानुपर्छ चौकोट भनेर भन्नुभयो। अनि फेरि हामी रिटर्न गयौँ होइन।
धुलीखेल हस्पिटल जान चाहिँ ओह्रालो चढ्नुपर्छ र फर्किँदा त उकालो चढ्नुपर्छ अनि अलि गाडी हुन्छ। हामी त गयौँ होइन। अनि हामी पुग्यौँ अनि त्यहाँ कुरेर बसिरहेको थियौँ गाडीको लागि। गाडी आयो अनि हामी चढ्यौँ अनि के 5-6 मिनट मात्रै लाग्यो कि यहाँदेखि चौकोट जान। चौकोट चाहिँ जङ्गलको बिचमा छ। रुखहरू पहाडहरू मात्रै छन्। एकदमै इको फ्रेन्डली इन्भाइरोमेन्ट तपाईँहरूले पाउन सक्नुहुन्छ। एउटा नि पसल छैन, एउटा नि स्टेसनरी छैन, त्यहाँ के पनि छैन भन्दा नि हुन्छ। एज यु क्यान सी। अनि फाइनली म पुगिसकेँ चौकोट। अनि यहाँबाट चाहिँ फेरि उकालो चढ्नुपर्छ चाहिँ रेकर्डिङ गर्दै दौडिँदै। अनि यहाँ चाहिँ एडमिसन गराउने होइन, सबै डकुमेन्टहरू बुझाएर हामीले चाहिँ एउटा कन्फर्मेसन पेज पायौँ एडमिसन भइसक्यो भनेर। अनि त्यसपछि चाहिँ मसँग ल एकदमै फ्री टाइम थियो अनि म चाहिँ क्यान्टिनतिर गएँ। अनि यहाँबाट चाहिँ त्यहाँको भ्यू कस्तो राम्रो थियो। यो चाहिँ कलेजको बेसिक साइन्स बिल्डिङ। अनि यो चाहिँ मेरो भाइ सबैलाई हेलो गर्दै। मलाई चाहिँ एकदमै अलि अक्वर्ड फिल भइरहेको थियो। सबजना स्टुडेन्टहरू होला अनि म चाहिँ यता भ्लगिङ गर्न छु होइन। अनि म गएर क्यान्टिन माथिको ठाउँमा उभिएर रेकर्ड गरिरहेको थिएँ। यता चाहिँ कलेजको बसहरू पार्किङ एरिया जस्तै थियो। अनि यता चाहिँ केएसएमएस भयो नि मेडिकल स्कुल त्यस्तै यता स्कुल पनि थियो कि बच्चाहरूको लागि होइन। अनि बच्चाहरू यता अनि बच्चाहरूको बस बच्चाहरूको स्कुल। अनि हामी चाहिँ यता के रहेछ भन्दाखेरि गयौँ अगाडि लास्टतिर जङ्गलको बिचमा एउटा बोइस होस्टेल माथि छ अगाडितिर। यता लामो रुखहरू मात्रै हेर्न पाइन्छ, ग्रिनरी हेर्न पाइन्छ, नेचर इन्जोय गर्न पाइन्छ। यो चाहिँ केएचएस स्कुल हो है। अनि त्यो चाहिँ स्टुपा होइन। अनि यो जङ्गल जस्तो थियो के पनि थिएन। अनि यो सानो घर जस्तो थियो, स्टुडेन्ट्सहरू गइरहेको थियो। अनि जस्ट पनि थिएन क्या। अनि मलाई त कति कस्तो ठाउँमा आएको जस्तो लागिरहेको थियो। एकछिनको लागि रिग्रेट नि भइरहेको थियो एकछिनको लागि किन मैले होला
भनेर पनि भइरहेको थियो। अनि हामी रिटर्न फर्केर आयो। अनि दाइहरूको चाहिँ है नायक सिनियरहरूको चाहिँ भाइभा चलिरहेको थियो। अनि यता चाहिँ KUHSको एक्जिबिसन समथिङ चलिरहेको थियो। त्यो भिडियो चाहिँ मैले सेकेन्ड पार्टमा राखेको छु। बाई बाई।